मैले भनेको थिएँ लखेटे होइन हाम्रो हर्क साम्पाङले मित्र परियारलाई अब माओवादी भए ठाउँमा आउँछन् र न्याय गर्छन् भनेको थिएँ। एक नम्बरमा राखे कि राखे न्याय भयो त्यहाँ। डाइनामिक लिडर भनेको यस्तो हुन्छ। किन प्रचण्डले विगतदेखि यही गरेछ। बादल भणुवा पार्टी फुटाएर कहाँ पुर्याए, गृहमन्त्री बनाए। टोपबहादुर हुत्तिएर चाहिँ बाबुराम भएठामा हुत्तिन आँटे, जोडिन आँटे, उप प्रधानमन्त्री बनाइदिए। अब यही चिज भीमरावलाई ओलीले गरिदिएको भए, अष्टलक्ष्मीहरूलाई गरिदिएको भए, सिपी मैनालीहरूलाई गरिदिएको भए यस्तो स्थिति हुन्थ्यो त। किन आतंककारीलाई डाइनामिक भनेको भन्थे कमैयाहरू। अब देखियो नि त, हो कि त्यो मित्रलाई एक नम्बर राख्नुपर्ने के कारण थियो भन्नु त। ल डाइनामिक लिडर भनेको यस्तो हुन्छ। राजाले पनि यस्तो कुरा गर्थे। खड्गबहादुरले अर्कातिर लागेपछि मित्र परिवारले ठाउँ पाए, त्यता पनि छ कुरो होइन। जेसुकै भए पनि मुख्य मित्र परिवारले त्यो अपेक्षै गरेको थिएन नि। भर्खर चाहिँ थिएन त्यो थियो त। उनलाई चाहिँ आगामी स्थानीय निर्वाचनको एउटा गाउँको वडाध्यक्ष भनिदिएको भए पनि मान्थे। भयङ्कर कुरा हुन्थ्यो नि। हो यस्तोलाई डाइनामिक यति पनि न्याय नगर्ने क्या यिनीहरू त। अब त्यो शेरबहादुरले ल भाइको महाधिवेशन गरिदिनु भन्यो भने के बिग्रिने ल भन्नु त। यो कारणले आजको दिन आएको छ। हामी यो आएको माथि झगडा गर्छौँ। त्यस्ता डाइनामिक प्रचण्डले कहिल्यै डाक्टर सुरेन्द्र केसीजी सम्झेनन्, के भएको होला? होइन अब त्यो त सुरेन्द्र केसी जस्ता कति छन्। सुरेन्द्र केसीलाई सम्झिँदा मात्रै डाइनामिक हुने भन्ने कुरा त भएन नि त। होइन, बौद्धिकहरूको सहकार्यका विषयमा सोच्नुपर्ने एउटा मान्छे हो नि त तपाईँ, आम रूपमा हेर्दा पनि। होइन त्यो त प्रायोजित हुन्छ, त्यतातिर नजाउँ। मलाई त्यस्तो मेरो मनमा त्यो छँदा पनि छैन। खालि मैले त लोकको लागि भनिदिएको मात्रै। न्याय गरेन भने विस्फोट हुन्छ, सिंहदरबार जल्छ, हत्या हिंसा हुन्छ, राम्रो हुँदैन भन्ने सन्दर्भमा मात्रै भनिदिएको। तपाईँलाई आफूलाई न्याय हुन्छ हुँदैनसँग सरकार छैन त्यो। किनभने मेरो त उनीहरूको भन्दा धेरै माथि। उनीहरूले नमाने पनि मेरो विचारमा उनीहरूको भन्दा मेरो सोसियल अडिटिङ धेरै माथि जस्तो लाग्छ मलाई। यिनीहरूले के दिए भने के हुन्छ। प्रधानमन्त्री दिँदैनन्, पार्टी अध्यक्ष दिँदैनन्, त्योभन्दा तल म अलरेडी छँदैछु भने चाहिँ मेरो त के कुरा भएर। त्यस कारणले मलाई त केही पनि इन्फेरिटी छैन। तर मैले चाहिँ मुख्य मूल्याङ्कनको विधिको कुरा गरिदिएको। यहाँ मूल्याङ्कनको विधि भएन। जस्तो केपी ओलीले चाहिँ त्यति गरेर एउटा भिसी बनाएको थियो नि प्रचण्डले, होइन। दुनियाँ प्रयोजन प्रपञ्च गरेरै सही, तर प्रक्रियागत तरिकाले एउटा भिसी बनाइदिएको थियो। सही भएन केपी ओलीलाई। अब यस्तो छ नि त शैली। काङ्ग्रेसले पनि मान्छेलाई अवसर दिनुपर्ने एकजनालाई पनि त्यस्तो लाग्दैन। मधेसवादी कोटाबाट विमलेन्द्र निधि, खस आर्यबाट प्रकाश शरण महत, महिलाबाट आर्जु राणा देउपा। हेर्नु त ल, यो समावेशिताकै धज्जी उडेन यहाँ। मधेसवादीले त दहेजमा पनि समानुपातिक चाहिँ वितरण गर्दै उनीहरूले। यो अहिले पनि व्यापक रूपमा अब समानुपातिक प्रत्यक्षका उम्मेद्वारहरू छनौट भइराखेका कसैले यसरी बुझिरहेछन्। कोही गधाहरू पुरा गाली गरिरहेछन् प्रचण्डले के गर्यो भनेर। खेर भनिरहेछ गधाहरू। तिमीहरू कहिले नसुर्तेनु भयो गधाहरू।